हम तुम यूं ही मिलते रहे, महफिल यूं ही सजती रहे। बस प्यार की यही एक धुन हर सुबह शाम बजती रहे। Can't believe that I haven't figured out by now. Every time I call you up, all you do is let me down. Should've known there was nothing about us I could change. Every time we try to be friends, it always ends the same. But when I try to remember all the pain that we've been through, something in me says whatever, and it brings me back to you. My stupid heart don't know I've tried to let you go so many times before, then wound up at your door. My stupid पहाड़ को माथी माथी, पहाड़ को माथी माथी घुम्दै उडेर, आकाशको चारैतिर फैलिएर, पागल जस्तै उडी हिँड्ने बादल हौ तिमी, बादल हौ। बादल हो जो बादल हो, पहाडको माथि माथि घुम्दै उडेर, आकाशको चारैतिर फैलिएर, पागल जस्तै उडी हिँड्ने। Happy upcoming man है फेरि। ल तपाईको पनि एनिभर्सरी भइसक्यो नि फेरि। हाम्रो शर्मा दिदी र हाम्रो कुमार दाइको चाहिँ एनिभर्सरी अपकमिङ छ है। त्यसको लागि पनि हामीले चाहिँ त्यसको लागि पनि हामीले सरप्राइज दिएका छौँ हाम्रो सबैजना। हाम्रो चाहिँ यस्तो स्पेशल डे हो यो, यस्तो खुसीको दिन हो। हामीहरूले चाहिँ एउटाको जन्मदिन मनाएका छौँ, दुईजनाको एनिभर्सरी मनाएका छौँ होइन। यस्तै दिनहरू यस्तै दिनहरू सदा सर्वदा आइराख्छ होइन। हाम्रो चाहिँ यसरी नै हाम्रो यो हाम्रो बुढाबुढी हुन्थ्यो पनि हाम्रो सधैँभरि यसरी नै व्यक्त गर्दछौँ। ह्याप्पी बर्थडे। सपनामा देखेको छु कि जस्तो लागेको। अब के अरे यतिखेर गुराँस फुल्ने मौसम हो होइन। अब गुराँस फुलेको छ होला, नयाँ वर्ष अब होइन, न्यू बसन्त ऋतु भन्ने। ल गाइजहरु, हाम्रो 3 जुरेको टुर चाहिँ यति छ है। टोलीहरु सक्सेसफुल हुन आँटेको छ अब। यस्तो नि त मान्छेको होइन, शरीर मात्र फेरिएको हो। जुन मस्तिष्क छ नि त्यो सधैँ एउटै रहन्छ क्या। जस्तै अहिले तिमी अब सकिन्छ होइन।
Happy birthday to you. सबैजनालाई हाम्रो सबैजनालाई धेरै धेरै धन्यवाद। हाम्रो दाजु र दिदीलाई पनि सधैँभरि सधैँ खुसियाली तरिकाले जीवन बितोस्। जीवनमा चाहिँ पहिला त हाम्रो एनिभर्सरी आउँछ सबैलाई धेरै धेरै दादा उयो मोबाइल दिनुहुन्छ पेटमा नछाउनु भनेर चाहिँ टिस्युमा दिन्छु केमा यो लिएर आएको आफ्नो मान्छे Happy birthday, happy anniversary. धेरै भयो Happy anniversary, happy birthday. Thank you so much सबैलाई खाना भन्दै त के गर्ने जाने के बोलाउने हो कि के हामी तय कति ठाउँ हैन 10 बजे खाना हुन्छ होला हेलो त्यसपछि मेरो दाजु जोइले खाएको है ओइ बहिनी ह्याप्पी एनिभर्सरी जोइ के हो यो यस्तो अट्टी नअट्टी Happy anniversary, happy birthday to you. थ्याङ्क यू सो मच सबैलाई खाना भन्दै त के गर्ने जाने कि आई लभ यु दिदी बोलाउने हो कि के हामी तय गर्छौँ कति ठाउँ हैन मलाई आई लभ यु भनेको होइन मेरी बहिनी तिमी त मेरो पनि दाजु यो ह्याप्पी बर्थडे यो एनिभर्सरीको 60 ठाउँ भनेको छ एनिभर्सरी दुई जना जाने हो त तिम्रो एनिभर्सरी म अगाडि छु 6 दिनपछि कुन्दुलो भित्र यो केक पठाइदिने हो उता लगिदिने हो सहभागी हुनुभएको छ राजकुमार शब्द राखिहाल के शब्द राख्नु यो भिडियो हो ल मेरो दिदीलाई चाहिँ अपकमिङ म्यारेज एनिभर्सरी दादा यता फर्केर भनिहाल्नु त्यही भन्छ नि अनि
मैले त यस्तरी चाटेर खाएको भाइ भाइले यस्तरी खाएको क्या यता चोखो जत्रो खाउँछौ त्यता पीडा सुनाइहालौँ है कसको मनमा छ भ्यू होटलको यहाँ खाना तयार गर्नु पर्यो भनेर कन्ट्याक्ट गर्नु पर्यो पीडा सुनाइहाल्नु छिटो 2 देखि 3 मिनेट होइन एउटा व्यक्तिले आफ्नो कुरा राख्छ सुरु गरौँ न त दाजु तपाईको होइन यहाँ सबैजना छैन मेरो एकछिन तर यहाँ जोइन चाहिँ मनको कुरा तपाईलाई 2-3 मिनेट छ 2-3 मिनेट हो अनि 2 देखि 3 मिनेट ल सबैलाई बोलाउँ त यहाँ जय सर महिनाको दिए किन आइस त्यो 2 महिनाको दिएको छ 2 महिनाको दिएको छ यो किन कस्तो मिलेको भन्ने नि बाबु हैन ह्याप्पी एनिभर्सरी श्रीमानज्यू आज हजुरले मेरो सिउँदो रङ्गाइदिएर हामी एक भएको दिन म छोरीबाट बुहारी अनि प्रेमिकाबाट श्रीमती भएको दिन अर्थात् हामी श्रीमान श्रीमती भएको दिन मलाई आफ्नो नामसहित मेरो नामको पछाडि थर दिएको दिन हाम्रो यो सम्बन्धलाई अन्तिम श्वाससम्म पुर्याउनु छ बितेका नराम्रा पललाई बिर्सिएर राम्रा कुरा साथमा लिई अघि बढ्नु छ मैले श्रीमानको नाउँमा आमा पछिको दोस्रो भगवान पाएकी छु धन सम्पत्ति नहोस् केही फरक पर्दैन मलाई सुख शैल महँगो उपहार चाहिँदैन तर मेरो मन दुखाएर साथ नछोड्नु है हजुरको हर दुःखमा साथी र चोटमा मलम बन्दै जिन्दगी बिताउन पाऊँ लभ यु सो मच यो सम्बन्ध अझै मजबुत होस् चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले यो मनको कुरा चढे आँखैमा बुझलान् करैले कोही यहाँ उडायो हावाले यो मन उडायो हावाले उडायो हावाले यो मन उडायो हावाले गुन्जने यो आवाजको भाव